पश्चिम दिशामा पारेर चाहिँ मैले चाहिँ कागको लागि यहाँ खानेकुराहरू के राख्न गइरहेको छु। काग तिहारको दिनमा हामी नेपालीहरूको चाहिँ यसरी कागलाई पूजा गर्ने, यसरी भोजन दिने, जल भोजन यसरी दिएर चाहिँ गरे पूजा गर्ने चलन छ। काग तिहार हो। मैले चाहिँ यसरी पूजा गरेर ओरेर अब भयो। खास त यो साँझमा हो एमा दीपदान गर्ने चाहिँ। अब त्यसरी गर्नु रे भनेर भन्दो रहेछन् हैन पण्डितहरूले भिडियोतिर। अनि मैले चाहिँ अहिले नि राखेँ यसरी पूजा गरे। ल साथीहरू, अब पूजा गरिसकेपछि चाहिँ हाम्रो काग तिहार, हाम्रो तिहारको सेलिब्रेसन यस्तो सुरु भयो। अब अनि यहाँ भयो। अब आजलाई यही हो। ल तो साथीहरू, यो चाहिँ हाम्रो बारीमा फलेको अर्ग्यानिक टमेटो, यस्तो अचार खानी हो। यो चाहिँ अचार खानी टमेटो। अनि बरेलाहरू यत्रो छ यहाँनिर। अहिले भर्खर टिपेर राखिसकेको मम्मुले। अनि यता नि छ टमाटरहरू यस्तो छ। अरू पनि टिप्नै छ। टिप्नु पम्किन चाहिँ एउटा यो, अर्को हिजो नि तोडेको थियो। म चाहिँ भर्खर बजार आएँ। यो चाहिँ चरीकोट बजार हो। अनि अब सपिङको लागि, तिहारको सपिङको लागि, दिवालीको सपिङको लागि आएको। अब यहाँबाट तल मार्केट जान्छु। तल ठुलो हाट बजार छ। यो चाहिँ ठुलो बिल्डिङ बनेको छ। सो तलतिर जाउँ है त। तल चाहिँ यो ग्राउन्ड फ्लोर हो। ग्राउन्ड फ्लोरमा चाहिँ यस्तो हाटहरू छ। यो चाहिँ चरीकोटको। यहाँ चाहिँ कपडाहरू के अरू सामानहरू नि, चप्पलहरूदेखि लिएर फलफुल तरकारी सबै सामान पाइन्छ यहाँ चाहिँ। यो चरीकोटको हाट बजार हो। यो भाइटिकाको टिका नि त्यता रहेछ। हेर्दैछु। कति हो भाइ? कति हो र? त्यता हो। यस्तो प्याकेटवाला छैन? प्याकेटवाला छैन नि। प्याकेटवाला चाहिँ छैन है। यो सबै थोरै राख्दाखेरि कतिको आउँछ? 10 को? मलाई प्याकेटकै लान्छु भाइ। भयो 5 को भन्दा त्यो प्याकेटकै ठिक छ मलाई। उता नि तिम्रै हो? कति हो र? एउटाको 20 रुपैयाँ। एउटाको 20 रुपैयाँ? ल उसो भए यो एउटा दिनु। अनि तिम्रो नाम के हो? ए के भन्यो? एन्जल थामी। एन्जल थामी। ल एउटा यो भयो। अनि त्यो हाडे ओखर कति हो भाइ? हाडे ओखर 20 को 4। 20 को 4वटा हो। मलाई 2टा मात्रै देऊ हाडे ओखर। अनि अरू के लिउँ भने त्यति। मेरो ब्लग हो। हाई भन्नु ल। हो प्रमी वाइटी ब्लग्स सब्सक्राइब गर ल। अनि यहाँनिर मैले चाहिँ यो 2टा सामान लिएँ भाइहरूकोबाट। अरू अन्त हेर्दैछु। मैले चाहिँ भाइ मसला र टिका ओखरहरू लिएँ तिहारको लागि। अनि अरू चाहिँ सामान म लिन्छु बिस्तारै। यतातिर नि जाँदैछु म के छ भनेर।
मैले चाहिँ यहाँनिर फ्रुट्स र तिहारको लागि चाहिने सामानहरू किने। अब म चाहिँ घरतिर जाँदैछु। बजार हो, बजारबाट त जाडो छ आजभोलि। अनि घर जाँदैछु सामानहरू लिएर। तल हाटबाट फर्केपछि चाहिँ मैले अनि लक्ष्मीको पूजा गर्नको लागि लक्ष्मी गणेश अनि कुबेर बस्नु भएको चाहिँ फोटो ल्याउन बिर्सेछु। त्यसैले तल जाउँ कि भन्ठानेको, तर यहाँ माथि पनि एउटा पसल देखेँ। सो म चाहिँ यहाँ लक्ष्मीको फोटो लिन लागेको छु अनि हेरिरहेको छु। अनि सानो खालको ठिक मैले चाहिँ त्यहाँनिर त्यो सामान लिएर अब यता माथि बजारतिर जाँदैछु। अटो लिएर घर जान्छु म। बिमिरो हो, झन्डै बिर्सेँ। यो बिमिरो कसरी हो? सानो 30। म एउटा बिमिरो लिन्छु। अनि मैले यो निग्रो कसरी हो? कसको दिदी तपाईँको हो? यो कसको छ? हजुर 60 रुपियाँ। सानो रहेछ लिन मैले। सो अरू के छ भनेर म हेर्दैछु बजारतिर। बजार ठुलो, यो दोलखा जिल्लाको चरीकोट बजार ठुलो छ। उता अझै धेरै स्पेस छ, तर म हेर्दैछु। लगभग मैले चाहिने सामानहरू चाहिँ लिइसकेँ। यतातिर चाहिँ यस्तो छ। म आज घर फर्किन हतार भएकोले म उता चाहिँ जान्न। बजारहरू यहाँ हजुरहरूलाई देखाउँ भनेर, साथीहरूलाई देखाउँ भनेर। यहाँबाट नि अझै उता चाहिँ जिल्ला कार्यालयहरू छ, हस्पिटलहरू सबै के छ। सो म यहीँबाट फर्किन्छु, यहाँभन्दा उता चाहिँ जान्न। आज घरमा पनि अब तिहारको कारणले गर्दा म चाहिँ यहाँ टुकटुकमा जानलाई सोधिरहेको छु। अब घर फर्किन्छु। मैले सामानहरू के चाहिने चाहिँ सपिङ गरिसकेँ। सो त्यही हो। ₹200 भने टुकटुकको भाडा कति महँगो छ साथीहरू। यता चाहिँ अफोर्डै गर्न सकिन्न कि, ती नजिकको ऊ छ तर पनि भाडा महँगो छ। सो म चाहिँ केमा जाने भनेर हेर्दैछु। अब घर रिटर्न जान्छु। चरीकोट बजार यो। अब दाइले यता आउनु त भन्दै हुनुहुन्थ्यो, तर 200 चाहिँ मैले अफोर्ड गर्न सकिनँ। सो किनकि म सबै म्यानेज गरिरहेको छु कि, अफोर्ड गर्न सके पनि मैले चाहिन्न। म यता सोध्छु है त। कता जाने दाइ हो? मकैबारी। म अटाउँछु होला। कति हो? ए म चाहिँ यसमा जाँदैछु अब। लागेको छु। कति 50 रुपियाँ दिन्छु। सो यहाँ चाहिँ प्लाई फ्याक्ट्री पनि छ। यहाँ इन्डियादेखि मान्छेहरू आउँछन् काम गर्नको लागि। हेटौँडा इन्डियादेखि हाम्रो दोलखा जिल्लामा। अनि यस्तो छ।
म चाहिँ अब घर फर्किँदैछु। कसको बाइक रोकेर रहेछ? पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोक नेपाल आयोजना सूचना पार्टी दोलखा जिल्लामा सिन्धुपाल्चोक। यो चाहिँ यो साबुन फ्याक्ट्री हो। अनि यो घर जाने बाटोमा सो पर चाहिँ देवीको थान छ, सेती देवी। पूर्णिमाको बेलामा त्यहाँ चाहिँ मेला लाग्छ। बजार गएर आउँदैछु म। सेल्फी स्टिक लिनै पर्ने भए माइक पनि अब नभए पनि मेरो भोइस चाहिँ कत्रो आएको छ कुनै। सो म अहिले यहाँ घर छेउको देवी थाननिर आइपुगेँ। यहाँ डिलमुनि देवी सेती देवीको मन्दिर छ। सो म चाहिँ घर आइपुगेँ भने नि हुन्छ। हाम्रो काले पप्पी परैबाट भुकिरह थाहा पायो भनेको त यता अरूको पो परेछ। आयो हाँसुटो। सो अब म चाहिँ घर पुग्न लागेँ साथीहरू। झन्डै लडेँ। म चाहिँ छेउको पसलबाट एक्स्ट्रा सामानहरू पनि लिएको थिएँ अनि तिहारको लागि भनेर। सो आजको लागि यति नै। अब बाँकी म भोलि खिच्नेछु। बाई बाई। भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब अनि बेल आइकन प्रेस गर्नु होला साथीहरू। न आजको लागि बाई बाई। आज चाहिँ कुकुर तिहारमा साथीहरू, तर कुकुर चाहिँ यस्तो ए उसको घरभित्रै पसल। आज चाहिँ बिहानको खेर चाहिँ कुकुर तिहार छ, तिहारको दोस्रो दिन। अनि खानेकुरा चाहिँ बिस्कुट राखे भए हुन्थ्यो नि त। काले काले कालेको पूजा उजाला ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु काले। ल ह्याप्पी बर्थडे टु यु। ल ल केरा त के खान्थ्यो यसले? होइन बिस्कुटै दिनु। खान्न केरा खान्न। कुकुरले कहाँ खान्छ? हो त्यो भुइँमा राखिदिनु नि। त्यो आगो पर राख त नानी। अनि त्यसपछि चाहिँ डराउँदैन होला। ल आगो पर लैजाऊ त। हो अनि चुप लाग्छ। ल त्यो दियोलाई परतिर राखिदियो। ल आज चाहिँ कुकुर तिहार पनि भयो साथी। पूजा गरेको तर लक्ष्मी पूजाको लागि सबै सरसफाइ गरेर सबै सामान रेडी गरेँ। म पनि नुहाएँ ओरेँ अनि रेडी भएर चाहिँ अब फुल टिप्न बाँकी छ। फुल टिपेर ओरेर अब माला उन्नको लागि चाहिँ अनि पूजाको लागि फुल टिप्न जान लागेको बकेटमा। यहाँ त कस्तो यता फुलहरू छ अनि यता टिप्ने हो। भाइ र म आएको हो। मेरो भाइले चाहिँ मेरो भ्लग सुट गरिदिँदैछ। अनि यहाँ पनि छ रहेछ। फुल टिपिनु पर्यो। ठुलो धेरै ठुलो ठुङ्गा त छैन रहेछ यसपालि। सबै टिप्नु पर्ला है कान्छ? अब यो माथिल्लो पाटामा टिपेपछि तल्लो पाटामा जानु पर्यो। तल्लो पाटामा
तल्लो पाटोमा चाहिँ यस्तो यो सल्लेपिर भन्छन् यसलाई चाहिँ यसमा चाहिँ टेक्यो भने लडिन्छ म चाहिँ लडेँ हेर्नु नि साथीहरू अब यतातिर टिप्नु पर्यो अनि ठुलो ठुलो ठुङ्गा चाहिँ कहाँ छ यो यस्तो यो जिउभरि लाग्ने हुन्छ यसलाई चाहिँ यसरी भाँचिनुपर्छ मोडेर सो यता छरेछ फुल म चाहिँ छुट्टीमा लागेको कस्तो राम्रो वाह कस्तो राम्रो स्मेल आउँछ कि यो ओरिजिनल यो चाहिँ कलशमा राख्नु पर्ला सो भेट्न शुद्ध टिपेँ मैले यस्तो छ यस्तो छैन होला हौ नचाहिने कुरा ए मेरो भाइले चाहिँ त्यतातिर एनोकोन्डा होला रे के छ अरे कान्छ त्यता मलाई त नदेखाइ मलाई रिस छ ए ओके सो यु डोन्ट वान्ट टु सो हिज फेस अन क्यामेरा यति मात्रै भयो वाउ तल हेर्न वाउ तल कति धेरै रे जाउँ तल अब तलतिर पो जानु पर्यो अर्को बाटो अर्को बकेट नि ल्याउनु पर्छ कि पर्दैन होला है अर्को बकेट नै ल्याउँछु म एकैछिन अब तल त धेरै रहेछ फेरि एउटा भाँडामा अटाएन भने आयो हाँसुटो तर म हाँस्न सकिनँ गाइज यही ल जाउँ अब तलपट्टि फुल्टिप्न जाँदैछु म अघिको जस्तो लड्यो भने ओ माइ गॉड ओ नो आइज सान भाइ बाहिर जानै कस्तो कस्तो लाग्छ कि मलाई त राम्रो भएको नि त फुल त दसैँ आयो जस्तो भएको कस्तो राम्रो देखेँ ल अब मैले यहाँ हालेँ अरू टिप्स हामीले चाहिँ यति भयो फुल टिपेर आज अब भ्याइँदैन धेरै टिप्यो भनेदेखि अनि यस्तो छ फुल टिपेर यति भयो सो आजलाई चाहिँ हामी फुल यति मात्रै लिएर जाने अब घर जान लागेको फुल भयो आज लक्ष्मी पूजाको लागि सो जान लागेको सो मैले चाहिँ यहाँ रङ्गोली बनाउन लागेको छु लक्ष्मी पूजाको मैले चाहिँ सिम्पल खालकै बनाउन लागेको छु साथीहरू आज यता सबै काम भ्याउँदाखेरि ढिलै भयो तलदेखि चाहिँ मैले पूजा गरेर ल्याएँ यसरी सो तलदेखि चाहिँ अलि यता चाहिँ आउँदै रहेछ अनि पूजा गरेर यसरी लक्ष्मीलाई हाम्रो चाहिँ हरियो गोबरले लिपेर पूजा गरेर यसरी भित्र घरभित्र बोलाउने चलन छ अनि यसरी पूजा गरेर मैले अब यहाँनिर रङ्गोली बनाएर भित्र पूजा गर्छु सो मसँग चाहिँ एउटा कनिकाको यो व्हाइट कलर अनि यो रेड कलर जुन कनिकामा मिक्स गरेको थिएँ मैले अनि यो ब्लू कलर मलाई बहिनीले दिएको थियो मसँग चाहिँ खास यो 2 कलर मात्रै थियो कनिका शुद्ध 3 कलर अनि ब्लू कलर दिएपछि अलि धेरै एक्स्ट्रा देख्यो अनि येलो कलर अब यिनीहरूलाई चाहिँ मैले फुलको बुट्टा सेप दिन्छु यस्तो
सो म चाहिँ यहाँनिर बत्ती बालेँ अब यहाँनिर सबैतिर दियो पाला राख्छु अनि त्यसपछि भित्र नि पूजा गर्छु भित्र भाइले नि पूजा गर्दै हुनुहुन्छ मेरो त भाइ दिदीभाइ मिलेर पूजा गर्दैछु यो नानी भएको भए नि हुन्थ्यो होला मैले सो यताउता बत्ती राख्छु अब दियो पाला राख्छु यो सबैतिर झ्यालतिर उता तलतिर त राख्दै आइसकेँ अनि यही हो यहाँ भयो अब उताको झ्यालमा राख्छु झ्यालमा भन्दा नि ढोकामा राख्नु पर्यो के अरे नजाने श्वास फिर आए न होए नजाने श्वास फिर आए होए न होए तन दीपक मन ज्योति करे प्रेम भेट लौलाए शोभा लकी श्रीराज को आरती करू चित लाए यति यहाँ राखेँ सो साथीहरू मेरो चाहिँ लक्ष्मी पूजा चाहिँ कम्प्लिट भयो आजको लागि आज चाहिँ तिहारको दोस्रो दिन लक्ष्मी बिहान चाहिँ हाम्रो चाहिँ डगलाई पनि वर्सिप गर्ने चलन छ अनि कुकुर पूजा के थियो भनेदेखि अनि लक्ष्मी पूजा अहिले भयो मैले चाहिँ लक्ष्मी पूजाहरू गरेँ अनि लक्ष्मी पूजा गरेर ओरेर अब यता चाहिँ मेरो भाइले चाहिँ राज्यको पूजा पनि गरिराख्नु भएको छ गर्दैछ अनि त्यसपछि अनि यस्तै हो रङ्गोलीहरू मैले छिटो अनि गर्दाखेरि यस्तै हो ढिलो हो अब कुकुरलाई खानेकुरा पनि दिनु छ खाना पनि दिनु छ हामीले मान्छेको मात्रै सोचेर भएन सो म तलतिर जाँदैछु सो साथीहरू हजुरहरूलाई तिहार स्पेशल भ्लग कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला लाइक शेयर सब्सक्राइब अनि फलो गरिदिनु होला मलाई मेरो युट्युब च्यानलमा प्रमी वाइटी ब्लग्स सो स्टे ट्युन्ड बाई बाई फर नाउ ह्याप्पी दिवाली